पाउनुहुन्छ। यो चाहिँ धनगढी उपनगरपालिकाले खोलेको हो। योभन्दा अगाडि 2081 सालमा पनि भएको थियो। अहिले 2082 सालमा पनि हुँदैछ। यो चाहिँ तपाईँको चाहिँ मेला हो। हरेकमा तपाईँलाई 25 जना मागेको छ। हरेक ठाउँमा तपाईँले चुज गर्नुपर्ने छ तालिम। तालिम चुज गरेपछि तपाईँले 25 जनामा सहभागी भएपछि तपाईँलाई मेसेज आउनेछ। सेलेक्सन भयो भने तपाईँले त्यो तपाईँले सिक्नुपर्नेछ। अब तपाईँले के सिक्नु पर्यो, तपाईँले चाहिँ लिस्टेड भएको चाहिँ तपाईँले आफै पढ्न पनि सक्नुहुन्छ। हामीले आफ्नो युट्युबमा पनि हाल्नेछौँ, त्यहाँ गएर पनि तपाईँले हेर्न सक्नुहुन्छ। पहिला तपाईँले इभी भनेको जो बिजुलीबाट चल्ने त्यो चाहिँ हो इलेक्ट्रोनिक है। अर्को चाहिँ मोटरसाइकल स्कुटर मर्मतमा पनि तपाईँले चाहिँ सिक्नुपर्ने छ होइन, तपाईँले हेर्न सक्नुहुन्छ। अर्को केमा छ, तपाईँले मोटरसाइकल र स्कुटरमा पनि तपाईँले मर्मत गर्ने सिक्नुपर्ने छ। तपाईँले सबैमा कतिजना मागेको छ, 25 जना मागेको छ है। हरेक ठाउँमा कतिजना छ, हरेक ठाउँमा 25 जना मागेको छ। त्यस्तै गरेर निर्माण क्षेत्रमा तपाईँले फर्निचरमा पनि तपाईँले ट्राई गर्न सक्नुहुन्छ। जो मान्छे चाहिँ फर्निचर आउँछ, प्लम्बिङ भयो, त्यस्तै गरेर फास्ट फुड भयो, जसलाई खाना पकाउनलाई मनपर्छ उसले फास्ट फुडमा पनि ट्राई गर्न सक्ने हुन्छ। वेटर जो होटेल म्यानेजमेन्ट पढ्नुभएको छ उसले होटेलको लागि पनि ट्राई गर्न सक्नुहुन्छ होइन। वेटर राम्रै कुरा हो, विदेश गएर मान्छे टन्नै पैसा कमाउँछ। त्यस्तै गरेर कफी मेकर पनि छ। कफी मेकर जो मान्छे कफी खानुहुन्छ उसले कफीको बिजनेस गर्न सक्नुहुन्छ, कफी मेकरको पनि छ। त्यस्तै गरेर बेकरीको पनि छ, बेकरी केकहरूको बिजनेसहरूको लागि पनि छ। त्यस्तै गरेर हाम्रो बुद्धहरू हाम्रो यो ब्राह्मण क्षेत्रमा चाहिँ तपाईँहरूलाई कर्मकाण्ड भन्ने चाहिँ थाहा होला। कर्मकाण्डको लागि पनि दिएको छ। कर्मकाण्ड पनि गर्न सक्नुहुन्छ, पढ्न सक्नुहुन्छ ज्योतिषको लागि। त्यसै गरेर डिजिटल मार्केटिङको पनि दिएको छ, डिजिटल मार्केटिङ गर्न सक्नुहुन्छ है। सिसिटिभी र मोबाइल मर्मतको लागि पनि तपाईँले काम गर्न सक्नुहुन्छ। फोटोग्राफीको लागि पनि तपाईँ ट्राई गर्न सक्नुहुन्छ। त्यसै गरेर तपाईँले बेकरी त भइसक्यो। अनि हाम्रो हेयर कटिङ, जो व्यक्तिले बिजनेसको लागि हेयर कटिङ गर्नुहुन्छ अथवा विदेश जानु होला भने उहाँको लागि चाहिँ राम्रो कुरा हो। तपाईँले तालिम गर्नु, तपाईँलाई एउटा सर्टिफिकेट दिन्छ। त्यो सर्टिफिकेट अनुसार तपाईँले विदेशतिर चाहिँ हेयर कटिङको चाहिँ राम्रो बिजनेस छ, पैसा कमाउनको लागि तपाईँ ट्राई गर्न सक्नुहुन्छ है। यति 7वटा क्षेत्रमा चाहिँ तपाईँहरूको चाहिँ दिएको छ। तपाईँले चाहिँ चुज गरेर 25 जनाभित्र तपाईँले पढेपछि तपाईँको चाहिँ सर्टिफिकेट अनुसार तपाईँको तालिम हुनेछ अनि तपाईँले रोजगार पनि पाउनुहुनेछ। धन्यवाद। अनि एउटा चाहिँ सानो एउटा थप जानकारी के छ भने चाहिँ यो फर्म कसरी भर्ने भन्ने कुरा आएको होला धेरै व्यक्तिको मनमा। फर्म भर्नलाई केही छैन, सबभन्दा सजिलो तपाईँले हेर्न सक्नुहुन्छ स्क्रिनमा। यहाँ चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ, यो भनेको एउटा क्युआर हो। धनगढी उपनगरपालिकाले यसको क्युआर दिएको छ। त्यो भित्र तपाईँले मोबाइलबाट स्क्यान गर्नुपर्छ। स्क्यान गरेपछि तपाईँको एउटा फर्म खुल्छ। त्यो फर्म खुलिसकेपछि तपाईँले आफ्नो नाम इङ्ग्लिसमा नेपालीमा नाम हाल्नुपर्ने छ है। अनि तपाईँको एजुकेसन लेभल कति छ त्यो लेख्नुपर्ने छ। अनि यो काम गर्नको लागि तपाईँले कम्तीमा कति वर्ष हुनु पर्यो? 18 वर्ष पुग्नु पर्यो। 18 वर्षको लागि नागरिकता हुनु पर्यो। 16 वर्षमा नागरिकता हुन्छ। 18 वर्षदेखि 40 वर्षसम्म नागेको हुनु पर्यो, ननागेको हुनु पर्यो। 40 सम्म पुग्नु पर्यो है। 18 देखि 40 वर्षपछि तपाईँले यो काम गर्न सक्नुहुन्छ, यो सिक्न सक्नुहुन्छ। 45 वर्ष 41 वर्षको लागि होइन, ठिक्क 40 हुनु पर्यो यो काम गर्नको लागि। 18 वर्षदेखि 40 वर्षसम्म हुनुपर्छ। अनि तपाईँले चाहिँ कुन एजुकेसन पढ्नुभयो त्यसलाई सेलेक्सन गर्नुपर्छ। तपाईँको चाहिँ यसमा चाहिने कुरा के हो? एउटा चाहिँ तपाईँको फोटो चाहिन्छ है। एउटा तपाईँको चाहिन्छ फोटो चाहिन्छ, पासपोर्ट फोटो। दोस्रो तपाईँको नागरिकता चाहिन्छ। तेस्रो तपाईँको फ्यामिली डिटेल चाहिन्छ। त्यस्तो गरेर तपाईँको नेपाली इङ्ग्लिसमा आफ्नो नाम हाल्नुपर्ने हुन्छ। अनि एजुकेसन चुज गर्ने, त्यसपछि तपाईँले योभन्दा अगाडि कुनै पनि तालिम गर्नुभएको छ यो भित्र भने त त्यसमा तपाईँले सेलेक्सन गर्ने है। त्यो सबै पुरा भइसकेपछि अनि तपाईँले एप्रुभ गरेपछि तपाईँकोमा सेलेक्सन भएपछि तपाईँको मेसेज आउँछ। मेसेज आएपछि तपाईँले कति बजे आउने के आउने त्यसपछि तपाईँलाई फोन आउँछ। थ्याङ्क यू सो मच। यो भिडियो तपाईँलाई मन परेपछि तपाईँले हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। धन्यवाद।